इन्भेस्ट गर्ने नेपाली नेप्से मार्केटमा तपाईँलाई इन्भेस्ट गर्न हुन्छ भने एकदम खतरनाक तरिकाले सजिलो तरिकाले होइन त्यो मार्केटमा कता जान्छ के होला कता होला भन्ने तनावै लिनु पर्दैन मलाई एउटा मेसेज गर्ने म यो किन्दैछु भन्ने होइन अनि त्यो प्राइसमा चाहिँ तपाईँहरूलाई चाहिँ म हेरेर यस्तो तरिकाले भनिदिन्छु होइन बबाल तरिकाले कि जिन्दगी तपाईँको फाइदाको ग्यारेन्टी दिन नोक्सान चाहिँ हुँदैन जस्तो मैले हेरेँ है यसरी बिल ब्याङ्क लिमिटेड हेरेँ मैले अब यसैपछि म टक्क लाएर यहाँ हेरेँ त्यसपछि यहाँ गएर हेरेँ मैले अब यसले चाहिँ पैसा भनेको यो हो होइन चट्ट लाएर अब नबिल ब्याङ्कको के भन्छ त अहिले फ्युचरमा के भन्छ अहिले फ्युचरले के भन्छ भन्दाखेरि तपाईँलाई कसरी अब यसको मूल्य म नदिउँ जस्तो लाग्दैन भने म पहिला यहाँ जान्छु यो हेर्ने त्यसपछि 3 महिना क्यान्डल हेर्ने त्यसपछि 2 महिना क्यान्डल हेर्ने त्यसपछि गएर 1 महिनाको क्यान्डल हेरेँ त्यसपछि गएर 2 विकको क्यान्डल हेरेँ अब त्यसपछि गएर 1 विकको क्यान्डल हेरेँ भए त्यसपछि गए 4 घण्टाको चाहिँ हेर्नु जरुरी छ सबभन्दा पहिला यो 4 आवरको 1 आवरको क्यान्डल हेर्नु जरुरी छ अब 1 आवरको क्यान्डल हेर्नु कसरी हेर्नु त भन्दाखेरि यो भिलिहाल्यो अलिकति भिलिहाल्यो फेरि फेरि निकाल्छु होइन यसरी कसरी हेर्ने भन्दाखेरि अनि यसलाई एउटा लाएर नबिल ब्याङ्क लिमिटेड लगाएर यहाँ गएर 4 घण्टाको 1 घण्टाको क्यान्डल हेरिसकेपछि मैले एउटा कुनै मेरो आफ्ना यस्तो उनीहरू हुन्छन् एउटा फन्डामेन्टल लाउँछु त्यसपछि टट्ट मिलाएर हेर्छु हेरिसकेपछि के भन्छ भन्दाखेरि त्यसपछि म गएँ यसले बाई गर भन्छ कि त्यसपछि 4 घण्टामा गएर हेरेँ 4 घण्टामा हेरेपछि 4 घण्टाकोमा पनि यसले पनि बाई गर भन्यो है तर यो 75 समाउने सम्भावना देखिन्छ मलाई होइन 75 छोडेर गाडी छ माथि त्यसपछि अब वान डेको के भन्छ बाई गर भन्छ बाई गर्दा पनि जाने वान डेकोले बाई गर भन्दैन भने फेरि 4 दिनको लागि ल 4 दिनको लागि कन्फर्म गरिदिएँ मैले 100% बाई गर भन्ने ल बाई गर ल यसरी हो कुनै पनि स्टक किन्नु छ भने तपाईँलाई यो स्टक किन्छु र यो स्टकको बारेमा हेर्नु भन्नु पर्यो भने म सिधा मलाई मेसेज गर्ने यो प्राइस दिन्छु र यो प्राइस यतिमा आयो भने किन्नु भनेर भनिदिन्छु मैले किनिहाल्ने र होइन यतिसम्म त्यो प्राइस आउने बेलासम्म 1 वर्ष पनि लाग्छ त कुर्नु पर्यो यो प्राइस हेरेर यो प्राइस यतिमा आएपछि किन्छु भन्ने खालको माइन्डसेट गरेर जो आउँछ उनीहरूलाई मैले टट्ट लाएर यस्तो खतरा ट्रेडरमा आइन्छ नि मैले बबाले ट्रेडर